खान पान के संबंधी ये बड़े नियम हैं, आपको बता रहे हैं, गौरपूर्वक सुनना है इनको। रित भूख, हित भूख, मित भूख होना चाहिए व्यक्ति को। खानपान सम्बन्धी केही नियम बताउँदैछु, ध्यान दिएर सुन्नुहोला। अलग अलग ऋतुहरूमा अलग अलग प्रकारका खानपानको व्यवस्था गरिएको छ आयुर्वेदमा। अलग अलग वात, पित्त, कफ जुन तपाईँको शरीरको प्रकृति अनुसार भोजन गर्नुपर्छ। तपाईँ सन्तुलित र अल्पाहारी हुनुपर्छ। अल्पाहारी सदा सुखी। खाना खाएको 1 घण्टापछि पानी पिउनुपर्छ। बिहान दही, दिनमा मोही र रातिको खाना खाएको 1 घण्टापछि 1 गिलास दुध पिउनुपर्छ। खाना खाने बित्तिकै दुध पिउनु हुँदैन। दुधसँग कुनै पनि नुनिलो खानेकुरा खानु हुँदैन। यसबाट छाला सम्बन्धी समस्या हुन्छ। अब यो विरुद्ध आहारको बारेमा पनि थोरै भनिदिन्छु। रातिमा दही, मोहीको सेवन विरुद्ध आहार हो। आजकल इम्युनिटी सम्बन्धी धेरै समस्या आउने गर्छ। मानिसहरूको इम्युन सिस्टम कमजोर भइरहेको छ। विरुद्ध आहारबाट छालाको रोग हुन्छ, इम्युन सिस्टम कमजोर हुन्छ र विरुद्ध आहारबाट हाम्रो दोषहरू विकृत हुन्छन्। वात, पित्त, कफ सम हुनुपर्छ, अर्थात् सन्तुलित हुनुपर्छ। कसैको वात प्रबल, कसैको पित्त, कसैको कफ, कसैको त त्रिदोष नै विकृत हुन्छन्। त्यसैले रातमा दही, मोही खानु हुँदैन। दुधको साथमा नुनको प्रयोग गर्नु हुँदैन। यसबाट एकदमै धेरै स्किन डिजिज भइरहेको छ। क्यान्सर जस्ता रोगहरू भएका छन्। केही मानिसहरू खिर खाइरहेका हुन्छन्। त्यसमा पनि 1 चम्चा खिर, 1 चम्चा रायता खानु नै छ भने दही, रायता खानुहोस् न। खिर किन खाने? खाने हो भने खिर मात्रै खानुहोस्। तपाईँ रायता खानु छ भने बिहानमा, दिनमा खानुहोस् न रायता। तपाईँलाई खिर खानु छ भने रातमा खानुहोस्। खिरसँग खानु छ भने मालपुवा खानुहोस्। त्यसकारण याद राख्नुहोस्, विरुद्ध आहार गर्नु हुँदैन। दुधको साथमा अमिलो प्रकृतिका फल पनि खानु हुँदैन। आजकल त फ्रुट क्रिममा अमिलो, मिठो सबै मिसाइदिन्छन्। थाहा छैन यस्ता यस्ता कुराहरू कहाँबाट सिक्छन्। दुधको साथमा खरबुजा, तरबुजा कहिल्यै बिर्सेर पनि खानु हुँदैन। यसबाट तपाईँको तत्काल मृत्यु पनि हुन सक्छ। यहाँसम्म कि खरबुजा, तरबुजा खाएपछि तुरुन्तै पानी पनि पिउनु हुँदैन। त्यसबाट बडीमा रियाक्सन भएर मृत्युसम्म पनि हुन सक्छ। र यस्तो घटना मैले लाइभ देखेको छु, सुनेको छु। त्यसकारण म तपाईँहरूलाई भनिरहेको छु। खानामा पहिले के खानुपर्छ? तपाईँको अगाडि फलफुल पनि छन्, सलाद छ, पकाएको खाना पनि छ, अर्थात् हलुवा छ, दाल, रोटी, तरकारी छ भने सबैभन्दा पहिले के खानुहुन्छ? आजकल त मानिसहरू यसमै कन्फ्युज हुन्छन्। यसमा पनि कयौँ मान्यताहरू छन्। केही मानिसहरू भन्छन् काँचो र पाकेको खाना एकसाथ खानु हुँदैन। तर यसमा खासै समस्या छैन। नपाकेको र पाकेको एकसाथ खान सकिन्छ। तर त्यसमा धेरै नपकाएको हुनुपर्छ, अङ्कुरित हुनुपर्छ। जसले अङ्कुरित खाना खान्छ उसको बडीमा टक्सिन बन्दैन, टक्सिन सफा हुन्छ। त्यसकारण यदि तपाईँले सधैँ बिहान बिहान अङ्कुरित खाना खान सक्नुहुन्छ भने राम्रो। सक्नुहुन्न भने पनि हप्तामा कम्तीमा पनि 1 पटक अङ्कुरित खाना खानुपर्छ। त्यसैले सबैभन्दा पहिला खानुहोस् सलाद र फल, त्यसपछि खानुहोस् खाना र अन्तमा मिष्ठान्न। सबैभन्दा भारी खाना सबैभन्दा अन्तिममा, जे पनि हुन्, खिर, हलुवा आदि। जुन मध्यम खालको खाना छ त्यो बिचमा, र सबैभन्दा हल्का खाना सबैभन्दा पहिला खानुपर्छ। जति पनि हरियो पात भएका तरकारी हुन्छन् तिनलाई उमालेर नखानुहोस्। उमालेर पकाउनाले भिटामिन, अन्य न्युट्रिएन्ट्स, माइक्रोन्युट्रिएन्ट्स लगायत धेरै पोषक तत्त्वहरू उड्छन्। त्यसैले सलाद, हरियो तरकारी,
अङ्कुरित गेडागुडीलाई नपकाई खानुपर्छ।